भगवानले आफ्नो बामालाई मुक्त गरेर भन्न थाल्नुहुन्छ, हे पिताजी, हे माता, हजुरको चरणमा दण्डवत छ। म अत्यन्त दुखी छु। हेर्नुहोस् त, हजुरकै पुत्र भएर पनि हजुरलाई यो पीडा भइरहेको छ भनेर बताउनुहुन्छ। अनि वसुदेव र देवकीले भन्नुहुन्छ, हे प्रभु, यस्तो कुरा नगर्नुहोस्। जे हुन लेखेको थियो त्यो जीवनमा भोग्नु नै पर्छ, नभोगिकन सुख छैन। अब चिन्ता नगर हे कृष्ण भनेर बताउनुहुन्छ। र कृष्ण भगवानले भन्नुहुन्छ, हे आमा, हजुर त मातृदेवो भव भन्छ शास्त्रले, पितृदेवो भव भन्छ। आमा नै देवता हुन्, पितृ नै देवता हुन्, पिता नै। मैले हजुरको सेवा गर्न पाइन। हजुरले पनि मेरा ती बाल लीलाहरू बाल्य अवस्थामा म हजुरको काखमा हुन पाइन आमा भन्दै भगवानले प्रार्थना गर्न थाल्नुहुन्छ। न लब्धो दैव हतयोर बासो नौ भवदन्तिके यम बाला पितृगेहस्था बिन्दन्ते लालिता मुदम। आमा बाको सबभन्दा ठुलो खुसीको कुरा भनेको बचपनमा आफ्नो बाल बच्चालाई हुर्काउनु हो। ती बाल लीलाहरूलाई देखेर आमाहरू के हुनुहुन्छ? प्रसन्न हुनुहुन्छ। हेर हेर, यो संसारमा आफ्ना बच्चाहरूलाई देखेर त्यो बच्चा जन्मेर ठुलो भएको आमाहरूलाई पत्तै हुँदैन। हेर्दा हेर्दै, खेल्दा खेल्दै समय बितेको आमा, मेरा यी सम्पूर्ण ती बाल्य अवस्थाहरू हजुरभन्दा टाढा भए, मैले पनि हजुरको सेवा गर्न पाइन। सर्वार्थ सम्भवो देहो जनित पोषितो यता न तयोर्यातु निर्वेशम पित्रोर्मर्त्य शतायुष। हे आमा, हे पिताजी, हजुरहरूको सेवा, भगवानले भन्नुहुन्छ, बाआमाको सेवा 100 वर्षसम्म निस्वार्थ रूपले गरे पनि हामी पितृ ऋणबाट र मातृ ऋणबाट मुक्त हुँदैनौं। हामीले स्वार्थ राखेर बाआमाको सेवा गर्यौं भने त हामी ऋणी नै हुन्छौं। बाआमाको सेवा स्वार्थ राखेर होइन, कुनै सम्झौताले होइन। बाआमाको सेवा धन पाइन्छ कि एकट्ठा घडेरी बिगा पाइन्छ, अथवा बाआमा बसेको घर पाइन्छ कि बाआमा मरेर गयो भने त्यो धन सम्पत्ति उपयोग गर्न पाइन्छ भनेर यदि हामीले बाआमाको सेवा गर्छौं भने त्यो कपटपूर्ण सेवा हो। बाआमाको कहिले पनि त्यो कपट राख्नु नै हुँदैन जीवनमा। बाआमा स्वयं भगवान हुन्। पहिलो भगवान भनेकै बाआमा। बाआमाको यदि पूजा गर्दैनौ, बाआमाको सेवा गर्दैनौ भने हामी जति तीर्थ व्रत कर्म गरे पनि बाआमा यदि दुखी छन्, रोएका छन् भने हामीले जति ठुला ठुला यज्ञ गरे पनि कहिले ती हाम्रा यज्ञहरू पूर्ण नै हुँदैनन्। भगवानले बताउनुहुन्छ, निस्वार्थ रूपले बाआमाको सेवा 100 वर्षसम्म यदि पुत्रले गर्छ भने पनि बाआमाको ऋणबाट ऊ कहिले पनि मुक्त हुँदैन। यदि बाआमाको सेवा गर्दैन भने ती व्यक्तिहरू त अधम हुन्, पापीहरू हुन्। ती मनुष्य भएर जन्मिनु पनि बेकार छ ती व्यक्तिहरू। यदि बाआमा अत्यन्त तुच्छ छन्, निकृष्ट छन् भने पनि बाआमाको सेवा गर्नुपर्छ। यो पुत्रको धर्म हो, कल्याण हो। पुत्रको त्यसैमा कल्याण हुन्छ। जसले बाआमाको सेवा गर्दैन, बाआमालाई दुःख दिन्छ, तिनीहरूलाई त त्यो नरकमा पनि ती यमराजका दूतहरूले उसैका ती मांस पिण्डहरूलाई लुछेर खुवाउन लगाउँछ। यसरी अनेक प्रकारले मातरम पितरम वृद्धम भार्यम साध्वीम सुतम शिशुम गुरुम विप्रम प्रपन्नम च कल्पो बिभ्रत स्वसन्मृतः। यहाँ बताउनुहुन्छ, जसले बाको सेवा गर्दैन, आमाको सेवा गर्दैन, वृद्ध र पतिव्रता नारीलाई पनि लान्छना लगाउँछ। यदि गुरुको सेवा गर्दैन र बच्चाहरूको अपमान गर्छ भने त्यस्ता ती व्यक्तिहरू नराधम हुन्। यिनीहरू बाँचेर कामै छैन यो संसारमा भनेर भगवानले आफ्नो पिताजी र माताको अगाडि, वसुदेव र देवकीको अगाडि यसरी प्रार्थना गर्नुहुन्छ।